बुवा नमस्ते। नमस्ते। अलि जोडसित बोलिदिनु होला है। नमस्ते। हजुर ल। अनि खाना खानुभयो बुवा? खाइयो। घाम ताप्नु भएको छ? काम के छ त? अनि घाम प्यारा लाग्छन् है। लाग्यो। अनि घाम जस्तै अहिले हाम्रो नेपालमा राजनीति लागिरहेको छ। लागिहाल्छ नि। चुनावको बेला आइरहेछ। अनि तपाईँको के विचार छ? कस्तो होला? चुनाव होला या नहोला? चुनाव त अब नहोला भन्ने कुरा होइन, हुन्छ। हजुर तर कसले ल्याउँछ, को जित्छ भन्ने कुरो अब चाहिँ नि 22-23 नभई थाहा हुँदैन। हजुर हजुर। अनि तपाईँ त एकदम पुरानो मान्छे होइन? पुरानै गाउँबाटै राजनीति गर्दै आउनुभएको, राजनीति बुझ्नुभएको, सबै कुरा थाहा छ होइन? तपाईँ काभ्रेबाट वडा अध्यक्ष नि भइसकेको मान्छे। अनि अहिले तपाईँको यो चुनावलाई कसरी हेर्नुभएको छ? कुन पार्टीलाई, कुन दललाई तपाईँले समर्थन गर्नु हो? पहिला कुन दललाई समर्थन गर्नुहुन्थ्यो? अब साँच्चै भन्नुपर्दा म काङ्ग्रेस हो। हजुर हजुर। तर अहिले पुराना पार्टीहरूले घाँस खाए, हजुर हजुर। भ्रष्टाचार बढी गरे। हजुर भयो। त्यस भएको कारणले म अहिले मेरो मनस्थिति हजुर भयो। नयाँ पार्टीलाई दिने मनस्थिति छ। ओके, तपाईँको मनस्थिति नयाँ पार्टीलाई दिने भन्नुभयो, त्यसमा एकदमै राम्रो विचार हो तपाईँको होइन? परिवर्तन हुनपर्छ। अनि नयाँ दलहरू त अहिले एकदमै छ्यापछ्यापी दर्ता भएका छन्। नयाँ दलमा धेरै दलहरू छन्। जति दर्ता भएका छन् त्यतिलाई दिने त होइन, 4वटा भोट हो। अनि बुवा तपाईँलाई ठ्याक्कै यही दललाई दिन्छु भन्ने सोच बनाउनु भएको छ कि नयाँ दलमा त? होइन, म एक घन्टीलाई दिन्छु। ल, तपाईँले घन्टी बजाउने चाहिँ हो अहिले? घरमा नि घन्टी बजाउने, मतपत्रमा नि घन्टी बजाउने, अनि पुराना भ्रष्ट नेताहरूको कानमा पनि सुन्निनी गरेर घन्टी बजाउने। अनि यति पुराना दलहरू यति देशमा 30 वर्ष 35 वर्षदेखि शासन गरेको, अनि त्यो नयाँ दलले तिनलाई केही टक्कर देलान् जस्तो तपाईँलाई लाग्छ? भ्यासम्म त गरिहाल्छन् नि शत्रु। अब हाम्रो देशमा पुराना नेताहरू शेरबहादुर देउवा भयो, केपी शर्मा ओली हुनुभयो, शेरबहादुरको त नामै प्रचण्डजी हुनुभयो, पुराना दल उठ्न पाएन। हजुर हजुर। होइन, प्रचण्ड र ओलीले हारो भने यो देशको चाहिँ नि परिस्थिति अर्कै हुन्छ। ओके, भनेपछि अहिले हामी युवाले होस् चाहे तपाईँ जस्तो एउटा वृद्ध होले, एउटा वृद्ध भत्ता खाने मान्छेले 85 वर्षको उमेरले, तपाईँको दिमागमा पनि देश परिवर्तन हुनुपर्छ। देश परिवर्तनबाट जनताले सुख शान्ति पाउनुपर्छ, परिवर्तन हुनुपर्छ, कानुन पनि परिवर्तन हुनुपर्छ, संविधान संशोधन हुनुपर्छ। हजुर भन्ने तपाईँकोलाई लाग्छ होइन? त्यसो भए तपाईँको मत अहिले तपाईँको आफन्तीजन तपाईँ जस्तो मैले भ्याएसम्म घन्टीलाई छाप हान्न लगाउनुहुन्छ र तपाईँले पनि घन्टीमा छाप हान्नुहुन्छ, फरकै छैन। अनि तपाईँलाई फेरि घर परिवारमा छोराहरूले बुहारीहरूले के आइरह त्यसमा रिस्पोन्स? त्यो यस्तो हुन्छ, प्रजातन्त्र भनेको कुरो कस्तो हो त भन्दा, हजुर बुवा, आफ्नो खुसी बाँच्ने, आफ्नो खुसी रमाउने। 10 मिनट भएन? ए, उनीहरूको इच्छा उनीहरूको। ओके, मैले जबरजस्ती गर्न मिल्दैन। ओके, मेरो आफ्नो अधिकार चाहिँ मेरो हुन्छ। हजुर, तेरो अधिकार मेरो हुँदैन। ल, अनि बुवा तपाईँ काङ्ग्रेसबाट वडा अध्यक्ष पनि खानुभएको, यति पुरानो पार्टीमा होइन? आफ्नो सिद्धान्त बोकेको पार्टी होइन? एउटा बिपीको पार्टी होइन? सिद्धान्तको पार्टीमा छोडेर नयाँ दलमा जानुहुन्छ। तपाईँको मनले, मस्तिष्कले मानेकै छ अरे होइन? होइन, यस्तो मैले कुनै पार्टीको सदस्यता लिया छैन। हजुर हजुर। म स्वतन्त्र भएर बसेको छु। हजुर हजुर। स्वतन्त्र व्यक्ति जहाँ पनि जान सक्छ। ओके, अनि जस्तो यो नयाँ दलहरूले अदरवाइज बुवा, नयाँ दलहरूले यी पुराना दलहरूलाई पछारे भने, अनि हाम्रो शेरबहादुर देउवा पुराना दलका नेताहरूको हालत के होला? खोरमै हो? खोरमै त नभन, अब काम खोरमै हो। तपाईँको विचारमा त्यस्तो लाग्छ? खोरमै बहुमत एउटा पार्टीले ल्यायो भने यी जम्मै खोरको बास हो। खोरमा जान्छन् यिनी, यिनको अन्त बास छैन। त्यसो भए यिनी पुराना दलका नेताहरूको अब खैरत छैन। अनि हाम्रो नयाँ दलले, कुनै पनि दलले एउटा बहुमतको सरकार ल्याओस्, देशमा सुख शान्ति समृद्धि होस्, जनताको भलो होस्, गाउँठाउँमा विकास होस्, विकास नभएको ठाउँमा विकास पुगोस्। हामीले जति दुःख पायौँ, हाम्रो सन्तति आउने सन्ततिहरूले दुःख नपाउन्, अबका पीडितले दुःख पाउनु नपरोस् भन्ने तपाईँको धारणा हो।
तपाईँको विचार एकदमै राम्रो लाग्यो, तपाईँसित कुरा गर्दा लाउँदा खुसी पनि लाग्यो बुवा होइन। तपाईँ हाम्रो पूजनीय बुवा जस्तो हुनुहुन्छ, एकदमै बुर्जुक मान्छे होइन। तपाईँको घर भन्दा पर्दा तपाईँको पुरानो घर काभ्रे, मेरो काभ्रे मनन देवपुर, मन्नन देवपुर। देवपुर वडा नम्बर 3। अनि काभ्रेमा के छ हल्लीचल्ली, के होला अहिले? नयाँ दलले पछार्ला कि उनी पुराना काङ्ग्रेस एमाले अब माओवादीको? त्यो अन्त पहिलाको हिसाबले हेर्दा अहिले अधिराज्यभरि नयाँ आउँछ भन्ने सम्भावना छ। हजुर अब किनबेच पहिला के हुन्छ भने हजुर राँगो खसी काटेर चुनाव जित्ने हजुर 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 परम्परा परम्परा थियो यो, हो थियो 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 थियो। अब अहिले राँगो खाइदिन्छन्, पैसा खाइदिन्छन्, हजुर बुवा, भोट दिँदैन। ओके। अहिले चाहिँ जनता सुध्रिया छ। तपाईँको शुभ नाम के भयो बुवा? मेरो टङ्कनाथ लम्साल। टङ्कनाथ लम्साल बुवा, हाम्रो 85 वर्षको बुवा हुनुहुन्छ, आफ्नो धारणा राख्नुभयो, पुरानो दललाई उ गर्नुभयो। अनि लास्टमा सबै न्यायप्रेमी जनताहरूलाई, तपाईँ जस्तै बुर्जुक मान्छेहरूलाई यो सत्ता परिवर्तनको लागि केही दुई शब्द होइन तपाईँले केही भनिदिनुहोस् न बुवा यसो। नयाँ मतदातालाई, पुराना मतदातालाई। अहिलेको जेएनजी आन्दोलन पनि राम्रै हो, जेएनजीहरूको भोट पनि राम्रै छ होइन। जेएनजी आन्दोलनले गर्दा देश ऊ भयो, सत्ता पल्टियो, बहुमतको सरकार ढल्यो, मान्छेहरू भाग्न परे, जहाज चढेर भाग्न परे, हेलिकप्टर चढेर भाग्न परे। खोइ त इज्जत प्रधानमन्त्री जस्तो हेलिकप्टरमा आर्मीका पुछार लगाएर भाग्नु पर्दा पनि मैले हान्न लागेको गोली भनेर स्वीकार्दैन भने हजुर हजुर यस्ता ज्यान माराहरूलाई खोरान हालेको लाग्छ। ल हवस् बुवा, तपाईँसित कुरा गर्दा पाउँदा एकदमै धन्यवाद। अनि हाम्रो दर्शकबिन्दहरू सम्पूर्णमा नमस्कार। हाम्रो 85 वर्ष टङ्का लम्सालजीसित हामीले बुवासित कुराकानी गरियो। देश परिवर्तन हुनुपर्छ, विकास हुनुपर्छ, देशमा नयाँ सरकार, बहुमतको सरकार आउनुपर्छ र यी पुराना दलहरूलाई पछारेर नयाँ सरकार बन्नुपर्छ, देशमा सुख शान्ति समृद्धि हुनुपर्छ भन्नुभएको छ। तपाईँहरूलाई धेरै धेरै धन्यवाद। म राज केसीको तर्फबाट फेरि पनि आउँदैछौँ, यस्तै यस्तै सो लिएर आउँदै ल, धन्यवाद।